अब तपाईले ट्राफिक जरिवाना घरमै बसेर ई-सेवाबाट सजिलै तिर्न सक्नुहुन्छ। सर्वप्रथम आफ्नो ई-सेवा एप खोल्नुहोस्, गभर्नमेन्ट पेमेन्टमा थिच्नुहोस्, त्यसपछि ट्राफिक फाइनमा थिच्नुहोस्, त्यसपछि फिस्कल इयरमा 82-83 क्लिक गर्नुहोस्, त्यसपछि प्रोभिन्स प्रदेश नम्बर छान्नुहोस्, त्यसपछि जिल्ला छान्नुहोस्, त्यसपछि चिटमा माथि भएका अङ्क थिच्नुहोस् अथवा चिट नम्बर थिच्नुहोस्। चिट नम्बर दिइसकेपछि सिम्पली प्रोसिड गर्नुहोस्। त्यसपछि तपाईले गरेको भ्यालेन्स आउनेछ, त्यसमा भ्यालेन्स सबै चेक गरिसकेपछि ओके भइसकेपछि प्रोसिड गर्नुहोस्। प्रोसिड गरिसकेपछि